हामी दुःखद घडीमा त छौँ। पछिल्लो समय हजुरको घरमा सिसिटिभी रहेको कुरा पनि जानकारी आयो। के छ, खुलाउन मिल्छ सिसिटिभीमा के देख्नुभयो? त्यो सिसिटिभी फुटेज नेपाल प्रहरीलाई उपलब्ध गराउनु भयो के छ? त्यो त खै अब त्यो केही मलाई पनि थाहा छैन होइन। देख्न चाहिँ मैले चाहिँ हेर्न चाहिँ हेरेँ, अहिले हेरेको पुरै घाँटी नै रेटेको भन्ने कुरा भयो। देख्दा चाहिँ ठ्याक्कै स्कुटी त्यहाँ रोकेर कल गरेर यस्तो देखिन्छ होइन। त्यो गर्दा गर्दै उसले यहाँबाट दौडेर गएको देखिन्छ। दौडेर गएर स्कुटी तानेर एकैचोटि लडाएको छ होइन। लडाइसकेपछि अब न्यागे देखेछ, यसो गरेपछि चक्कु चाहिँ फेरि देखिएको छैन होइन। यसो गरेपछि देखिएको हो। यहाँनिर नेपाल प्रहरीले अहिले अनुसन्धानको क्रममा त्यहाँ धेरै बेर पछाडि उता झाडीमा पनि भन्दा त्यहाँनिर चक्कु भेटियो भन्ने सुनियो कि हजुरले केही देख्नुभयो, त्यो जानकारी? अब त्यहाँ त चक्कु चाहिँ पायो भन्ने सुनेको हो। फेरि आफ्नो म यता आएँ नि त फेरि त्यहाँ होइन, अलिकति हजुर नेपाल प्रहरीसँग सँगसँगै देख्नु भएको थियो, त्यही भएर मैले सोध्दैछु। त्यो फेरि चक्कु चाहिँ मैले देख्न पाएँ। के छ यहाँ केही साँची प्रमाणहरू बस्नुभयो? के हिसाबले बस्नुभयो? के भनेको छ त्यहाँनिर? यहाँ रगतको आल भेटियो भनेर अथवा चाहिँ यो लास ढलेको अवस्थामा देखेँ भनेर के हिसाबले हजुर साँची बस्नुभयो? त्यो त अब यहाँ होइन, छिमेकीको नाताले होइन, तपाईँको घरको अगाडि भएको भएर उहाँले बस्नुभयो, त्यति मात्रै। अब के छ त हजुरले, अब यो टोलमा यति ठुलो घटना घट्यो, यो हत्यारालाई, यो अपराधीलाई कस्तो सजाय भइदिए चाहिँ हुन्थ्यो भन्ने हजुरको चाहना छ? अब यस्तो गर्ने मान्छेलाई सकेसम्म गर्न गएको हुनुपर्छ कि अब त्यो फाँसी हुनु पऱ्यो। फाँसीको त निर्णय छैन होइन। सकेसम्म सरकारले बनाइदियो राम्रो, फेरि अरू पीडितलाई है त्यस्तो नहुन सक्छ नि त, गर्न सक्दैन। हुन्छ, समय दिनु ल। अरू कुरा त